हेलो दर्शक नमस्कार भन्न चाहन्छु। आज फेरि अर्को भिडियो लिएर उपस्थित भइसकेको छु। यो भिडियो एकदम इम्पोर्टेन्ट भिडियो छ है साथीहरू। कस्तो छ भन्दाखेरि तपाईँलाई कुनै पनि हामीले फोटो रिलहरू हाल्दाखेरि गराउँदाखेरि के गर्दाखेरि कसैको हामीले बिचमा चाहिँ त्यसको फेस देखाउन पाइएन अनि ब्लर गर्ने कसरी भन्ने कुरामा आज सानो एउटा भिडियो लिएर उपस्थित भइसकेको छु। तपाईँहरूलाई यो कसरी गर्ने भन्ने कुराहरू देखाउँछु। अब तपाईँहरूले यो भिडियोलाई अन्त्यसम्म हेर्नु होला है। के गर्ने सबभन्दा पहिला भन्दाखेरि हामी थियौँ इन्सर्ट एप्लिकेसन हुनुपर्छ भिडियो एडिट गर्ने या फोटो एडिट गर्ने। इन्सर्ट प्ले स्टोरमा छ, त्यसलाई डाउनलोड गर्नुहोस्। अनि त्यति गरिसकेपछि ल हेर्नुहोस्, अब यो चाहिँ डिस्प्लेमा जानुहोस्, इन्सर्टमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि जस्तै हामीले यहाँ अब क्लिक गरिसकेपछि अब हामी के गर्ने त भन्दाखेरि यहाँ चाहिँ भिडियो भनेर दिएको छ। यो भिडियोमा चाहिँ एकचोटि हामीले क्लिक गरौँ। क्लिक गरिसकेपछि यहाँ गएर न्यू प्लस आइकन छ, यहाँ गएर एउटा भिडियो हामीले चाहिँ लिम, यसलाई ओपन गरौँ। ओपन गरिसकेपछि यो भिडियो आयो है। भिडियो आइसकेपछि अब यो भिडियोलाई हामीले के गर्ने त भन्दाखेरि अब यो फोटोलाई ब्लर गर्नु पर्यो। यो भिडियोको यो फोटो एकजनाको ब्लर गर्नु पर्यो, एकजनाको गर्नु परेन भने हामीले यो ट्याक्समा क्लिक गर्ने। ट्याक्समा क्लिक गरिसकेपछि यहाँ जाने, यहाँ गइसकेपछि डिटेल्स भनेर दिएको छ, यहाँ गएर क्लिक गर्ने। क्लिक गरेपछि यो यसलाई चाहिँ हामीले यहाँ गएर अनुहारमा ट्याक्क फेस गरिदिने, ओके गरिदिने। ओके गरेपछि यसलाई परसम्म सारिदिनुहोस्, लास्टसम्म सारिदिनुहोस्। जस्तो आफ्नो कहाँ कुन भिडियोसम्म कति आफूले त्यसलाई नदेखाउनु पर्ने है, त्यसलाई उयो गर्नुहोस्। अनि यहाँ हामीले भिडियो चाहिँ टक्क अगाडि आउनुहोस् अनि यसलाई क्लिक गर्नुहोस्। यो फेस चाहिँ तपाईँको देखिन्न, अरू सबै यताको देखिन्छ, यताको फेस देखिन्न है। ल साथीहरू यसरी गर्ने है। यसमा केही कन्फ्युजन भयो भने साथीहरू मेसेज गर्नुहोस्, म रिप्लाई गरिहाल्छु ल।